रातिको भिडियो हेर मनोज सर पनि ननभेज गीत सुन्नुहुन्छ उहाँ अलिक खतरा अल राउन्डर मान्छे पनि नि बसाएर है म अल राउन्डर मान्छे हो के हाय हेर्नुस् त हामीहरुलाई चन्द्रगिरीबाट कति रात बाँदर हाय बिचरा बोल्दैन के डक्टर भाइ हो बाँदर हो हाम्रै प्रजाति हो सुरु वाला हेरेर है हैन बाँदरै हो सर यहाँ बाँदर हैन त्यो कुन त्यो बाँदर हैन के त्यो बाँदर हो कहाँ हेर्नु ए बुढा मान्छे भनिरा छु बिस्तारै कहाँ बाँदर अहिले यहाँबाट हजुरको जम्प गरे तल गयो के सर अहिले हरबडाको त्यो हो सर अनि यहाँ त बाँदर हजुर प्रशस्त छन् हेर्नु त्यहाँ तल चरिरहेछ अरे मार्दा सटाके लोहा गरम ए महाकसम अहिले भिडियो अपलोड गर्यो नि यही गीत आयो नि के हुन्छ यार यो कुन गीत हो यार खोइ चन्द्रशेखर मेरो आउँछ उज्यालो पक्नु हामी त यता मेरो यति उज्यालो आउँछ नि उताबाट बाटोबाट जाने है हैन यो बाटो नै हो सर हैन उताबाट हैन नि तलैबाट जाने हो त्यहाँ त हजुरको नजिक भइगयो नि त्यहाँ भोटे कुकुरहरू छन् केही हुँदैन लाडे परिया यो भिडियो अपलोड गर्यो भने त भन्छन् महाकसम कहाँबाट आइसकेछ यस्तै हुन पर्छ कि रोमान्स त मौज मस्ती सम्झना रहन्छ नि एउटा लाइफ भरि ल हामी आइपुग्नु यहाँ टाइम राति भए पनि हामी गाडी चढेनौँ हैन फेरि यो नसोच्नु होला कि हामी पैसा छैन यहाँ बडा दुःख लागेछ यार मेरो साथीहरुलाई मलाई यार हेर्नु न सबभन्दा लखपति सबभन्दा बढी पैसा कमाउने रेकिङ गर्न ल्याएछ यति टाढा लगेछ यार 2 घण्टाको बाटो छ उतर्नलाई लाग्यो यार यहाँ यति अब जानै सकिरहेको छैन यहाँ जुत्ताको व्यापारी नम्बर 1 मान्छे दिनमा 6 लाख 7 लाख कमाउने मान्छे नै सबै गलत कुरो हो या यो सबै गलत कुरो हो तपाईहरु यो कुरोमा विश्वास आउँछ भनेर ल हिँड्दै गर्नु न भन्नु हेलो गाइज आज हामी चन्द्रगिरीको जंगल हुँदै हामी चन्द्रगिरी भिजिट गरेको र आउने बेला हामी जंगलकै बाटै आइरहेछौँ त्यो बाटो जानेलाई 2 घण्टा लाग्यो अहिले 7 बज्न लागिसकेछ 7 बजेको रातिमा हामी जंगलको बाटो हट्नु म अगाडि जान दिनु मलाई जंगलको बाटो हामी गइरहेछौँ यो बाटोमा यहाँ बिस्तारै फेरि अहिले यो बाटोमा र यहाँ स्यामहरू समेत आउने यहाँको स्थानीय जनसमुदायहरूबाट हामीले जानकारी पाएका छौँ यति डर लागिरहेछ हामीले हिँड्न सकिरहेको छैन मनुष्य सर कापी राख्नु भछ एकदम हामी 4 जना ग्रुप साथी छौँ 4 जना हामीलाई एकदम त्रसित भएको छु एकदम डरले कापिरहेको हामीहरू गाइज अब यहाँ कोही यता स्थानीय नजिकको हुनुहुन्छ भने प्लिज हामीलाई लाइभ हो अब यतिसम्म गर्नु लिली अनि एउटा जुन डक्टर हुन्छ नि कबीर सिंह को हो कबीर सिंह हैन ए कबीर सिंह त मा फोकटिया जस्तो लाग्यो सालाको जब सेक्स बर्बाद हुँदैन बरफ भित्र हाल्छ यार मोजा हाल्छ नि हेर्नु न मोजाको पानी खान्छ के गाइस गुड्डु सर त्यस्तो फिल्म किन हिट भएको थाहा छ अहिले त्यस्तै मान्छे बढी छन् के देशमा त्यही भएर कबीर सिंह त्यो मात्रै फेरि केटाकेटीले मात्रै मन पराएको सब 16 त्यो 18 क्रस केटाकेटी फेरि यो विजय देवरकोण्डाको मुभी छ नि पहिला वाला अनि फेरि के गरेछ त्यो फिल्म गएर गुवाई फिल्म बोलाएर सल्लाह रुममा ध्यान के ध्यान खपाखप गरेछ तेरिका गाइस अब हामी यहाँ रेस्ट गरिरहेछौँ तल आएर हिँड्नु सबैजना यस्तो रातिमा को जान्छ यार म यति माथि जिसो हुनु पर्यो नि जानलाई भयो यार पुरानो गर्नु सुज भिजिसक्यो रहेछ इभेन्ट 50 दिन पनि उहाँ पनि थाक्नु भएछ